हेलो गाइस, नाइट डे च्यालेन्जको डे 75 मा तपाईहरुलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ मेरो बाहिर वर्कआउट रहेको थियो। बाहिर चाहिँ ताचल कालीमाटीदेखि अलिकति मास्तिर ताचलमा रहेको आदरणीय गुरु प्रकाश प्रजापति सरको कम्फर्ट जिममा रहेको थियो। यो कम्फर्ट जिमको सामानहरू चाहिँ यस्तो यस्तो रहेको छ। हजुरहरू पनि त्यही नजिकै हुनुहुन्छ भने कम्फर्ट जिममा गएर जोइन गर्न सक्नुहुनेछ। साथसाथै यसमा रहेको सामानहरू चाहिँ सम्पूर्ण एसेसरिजहरू कुनै पनि कमी हुने छैन र त्यहाँ गयो भने चाहिँ हजुरहरूलाई हाम्रो आदरणीय गुरु प्रकाश प्रजापति गुरुले चाहिँ आफै डाइटिङ प्लान, वर्कआउट प्लान र मजाले ट्रेनिङ गराइसिन्छ। र आज म पनि उहाँलाई हिजो कल गरेर उहाँको जिममा गएको थिएँ र यो जिम चाहिँ मेरो आजभन्दा 4 साल अगाडि जब मैले जिम सुरु गरेको थिएँ त्यो जिम पनि रहेको छ। त्यसले गर्दा चाहिँ म 3 सालपछि चाहिँ उहाँको जिममा गएको थिएँ आज। र 2020 मा चाहिँ मेरो फिजिक्स चाहिँ यतिको रहेको थियो। यो 2020 को हो र अहिले चाहिँ यतिको रहेको छ। र आदरणीय गुरु प्रकाश प्रजापति गुरुलाई चाहिँ सोधेर मैले आज ब्याकको वर्कआउट गरेँ। ब्याकको वर्कआउट चाहिँ गुरुले मजाले गराइसियो। ब्याकको वर्कआउट गराइसकेपछि चाहिँ मेरो आज पोजिङ रुटिन पनि रहेको थियो। पोजिङ रुटिन पनि गुरु मार्फत मैले पोजिङहरू गरेँ। पोजिङ गर्दा चाहिँ डे 1 देखि लिएर डे 75 सम्म आइपुग्दा चाहिँ मेरो कन्डिसन यतिको रहेको छ र 17औं धर्मश्री आउन अब जम्मा 5 दिन मात्रै बाँकी रहेको छ र मेरो फिजिक्स चाहिँ यतिको रहेको छ। आजदेखि मेरो पिक विक पनि सुरु भएको छ। पिक विकको डाइटिङ प्लानहरू, वाटर, सोडियम म्यानिपुलेसनको चाहिँ म भिडियो गेम सकिसकेपछि हाल्ने नै छु भन्दै आजलाई मेरो पोजिङको कन्डिसन यतिको रहेको छ। हजुरहरूलाई कस्तो लाग्छ? मन पर्यो भने लाइक, शेयर, कमेन्ट, फलो पनि गरिदिनु होला भन्दै 17औं धर्मश्री 7, 8, 9 गते हुन गइरहेको छ कमलादी भवनमा। हजुरहरू काठमाडौँ नजिकै हुनुहुन्छ भने तपाईहरु पनि आएर हेर्न सक्नुहुनेछ। तर टिकट चाहिँ 1000 र 2000 को रहेको छ। र मेरो पोजिङ सकिसकेपछि चाहिँ आजको वर्कआउट पनि कम्प्लिट गरेँ र आजलाई यति नै। हस्त, धन्यवाद। जय नेपाल, जय फिटनेस। र अन्त्यमा वान्स अगेन थ्याङ्क यू सो मच फर टिचिङ मी भन्न चाहन्छु मेरो आदरणीय गुरु प्रकाश प्रजापति।